त्यसको आधिकारिकता बारेमा तपाईले नेपाली कांग्रेसको आधिकारिक टिकट प्राप्त गरे हो? आधिकारिक टिकट अरू कसैको अफवाह फैलिएको छ नि एआईबाट बनाएको यताबाट बनाएको भन्ने कुरा छानबिन हुन्छ, त्यसको लागि त छानबिन हुन्छ। यस्तो छ, म केन्द्रीय सदस्य राधेश्याम पाठक। यो आधिकारिक उम्मेदवारको टिकट हो र आधिकारिक रूपमा दर्ता पनि भएको छ र यो यस्तो घटना विगतमा पनि घटेको छ। बाटैबाट टिकट क्यान्सिल पनि भएको छ। आधिकारिक टिकट हो, हाम्रो सभापति गगन कुमार थापाजीले दिएको टिकट हस्ताक्षर हो, हाम्रो दर्ता भइसकेको छ। अब को ल्याएछ को गरेछ हामीलाई थाहा छैन, तर आधिकारिक रूपमा नेपाली कांग्रेसको उम्मेदवार यो क्षेत्रको नवलपरासी क्षेत्र नम्बर 2 को उम्मेदवार भरत वा भीमबहादुर थापा भरत हुन् भनेर तपाईहरु छाप्नुहोस् हैन। गाउँका समितिका साथीहरू आएर यहाँ हामी चाहिँ नि मनोनयन गर्न आइयो। भोलि बिहान तपाईँको अधिकारिता भएन भने के गर्नुहुन्छ? तर के छ भने अब यो त कहीँ कसैले गलत गर्छ भने हुनसक्छ मैले गलत गरेको होला, हुनसक्छ अर्को कसैले जसले यहाँ दर्ता गराएछ भीमबहादुर थापाको नाममा, दुईटा मात्र एउटै हो। उसले पनि दर्ता गराए, मैले पनि दर्ता गराएँ। मैले केन्द्रसँग सोधेँ, केन्द्रले चाहिँ अहिले तपाईँले त आधिकारिक रूपमा यहाँ निर्णय छ र जुन अहिले तपाईँले लिस्ट देख्नुभयो होला नेपाली कांग्रेसको जहाँ पनि छ त्यहाँ पनि मेरै नाम उल्लेख गरिएको छ र यस किसिमको विवाद सुनसरीमा पनि आयो, मौका पनि आएको छ र गलत तरिकाले कहीँ कसैले या कहीँ प्रभावित गर्यो या कहीँ कुनै स्लिपहरू पाएर त्यसलाई फिलअप गरेर यहाँ ल्याएर बुझाइयो र त्यो आधारमा हतारमा जिल्ला कार्य समितिलाई थाहा छैन, क्षेत्रीय कार्य समितिलाई थाहा छैन, कुनै पनि त्यहीको जहाँको उहाँ बासिन्दा हो सुनवल नगरपालिका नगरको कार्य समितिलाई पनि थाहा छैन र हामी त गलत गरिए छैन। सम्पूर्ण कार्य समितिलाई राखेर विधिवत आएर यहाँ दर्ता गर्न आउँदाखेरि हतारमा उहाँहरू आएर त्यो पनि कुन व्यक्ति जो अहिले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका यहाँका जो केन्द्रीय सदस्य भएका छन् उहाँको नेतृत्वमा उनी आएर यहाँ दर्ता गराएका रहेछन्। केन्द्रले त्यसमा छानबिन गरिरहेछ र हामीले पनि यहाँ निर्वाचन आयोगमा दिएपछि बकायदा कैफियत जनाएर नेपाली कांग्रेस पार्टीको तर्फबाट दुईटा उम्मेदवारले मनोनयन पत्र दर्ता गरेकोले छानबिन पश्चात आधिकारिक निर्णय हुने भनेर उहाँले दर्ता गर्नुभएको छ। म गलत हो भने मैले राजनीति छोडिदिनुपर्छ, सन्यासिस लिनुपर्छ यदि मैले गलत ढङ्गले ल्याएको छु भने, किनभने फ्रड काम गरेर राजनीति चल्दैन। जब यही मनोनयनको लागि हामी फटाई गर्छौँ, गलत जालझेल गर्छौँ भने जनतालाई हामीले कति झुक्याउँछौँ? कि त मैले सन्यास लिनुपर्छ कि त जो गलत व्यक्ति हो त्यसले पार्टीले कारवाही गर्छ। त्यही अब तपाईको केन्द्रमा त कुरा भयो होला, यति भइसकेपछि भइसक्यो, त्यहाँ यही बेर दर्ता गर्न पनि समय लाग्यो। के कुरा भयो केन्द्रमा? सभापतिज्यूसँगै कुरा भयो कि अन्य के? सभापतिजी पनि व्यस्त हुनुहुन्छ, उहाँलाई मेसेज गरियो। उपसभापति पुष्पा भुषालजीले यो त हुनै सक्दैन, हामी स्वयं बोर्डमा छौँ, हामीले गरेको निर्णय हो। अनि विश्व प्रकाशजी उहाँहरूसँग अहिले तत्काल त्यहाँ बैठक बसिरहेछ र यो छानबिनको क्रममा हाम्रो पनि दर्ता गरिएको छ। लाग्ने 10,000 शुल्क मैले पनि बुझाएको छु र बुझाएर यो दर्ता भइसकेको छ र त्यहाँ बसेर यही जिल्लाको मात्रै अन्य पनि एक दुई ठाउँमा केही मिस्टेक भएका छन्, त्यसलाई करेक्सन गर्छौँ भनेका छन् र आज या भोलिमा यहाँ भोलि बिहान तपाईँको अधिकारिता भइदिन भने के गर्नुहुन्छ? होइन, या त भन्नु पर्यो नि यो गलत ल्यायो, पार्टीले त विश्लेषण गर्नु पर्यो। देवेन्द्र राज कण्डेलले गलत रूपमा लगेर जुन यो मनोनयन पत्र दर्ता गराएको छ त्यो फ्रड हो, गलत हो, प्रश्नमा भन्नु पर्यो। यदि मैले फ्रड या गलत गरेको छु हामीले पाएका हौं, हामी आधिकारिक हौं भनेर भनिसक्नु भएको छ। होइन, आधिकारिकता त पाएकै छु। मैले भने सुरुमा पत्र पाएको मैले नै हो, त्यहाँ निर्णय गरेको मैले हिजो नै पाएको। उहाँले बिहान लिएर आउनुभएको छ, बिहान कहाँबाट तयार गर्नुभयो उहाँलाई थाहा होला। त्यस कारण यो छानबिनको कुरो पार्टीले तपाईँ पूर्ण विश्वास हुनुहुन्छ तपाईँकै अधिकारी हो भनेर? यो अनुहार नि यो फटाई गर्न जान्दैन के? तपाईँ 7औं पटक मैदानमा हुनुहुन्छ के का लागि त? तपाईँ 7औं पटक निर्वाचनको मैदानमा हुनुहुन्छ के का लागि? जुन नेतृत्व भइरहेछ नि गगन थापाजीको एउटा विशेष अधिवेशनबाट युवाहरूलाई रह्यो 7औं 8औं उहाँहरूको पक्षमा, जनताको पक्षमा मैले पनि फेरि केही कुराहरू गर्छु, विगतमा नगरेको होइन। तर अहिले जो नेतृत्वलाई युवा नेतृत्व गगनजी र विश्वजी यहाँबाट जनप्रतिनिधि जाँदै गर्दाखेरि यहाँको जिल्लाको साथसाथै मुलुकलाई पनि मुलुकको पक्षमा हितमा हुने कार्यहरू गर्ने गरी त्यो विश्वास साथ म आएको र यो 6 पटक 7 पटक होइन, नयाँ र पुरानो होइन, नयाँको जोस हुन्छ
पुरानाको अनुभव हुन्छ र त्यो अनुभवको आधारमा हामी अघि बढ्ने हो। न्यायालय पनि त्यही हिसाबले आफ्नो गतिमा अघि जाने हो। जस्तो अब फेरि यो क्षेत्रलाई तपाईँले के त्यस्तो दिनुहुन्छ र फेरि दोहोऱ्याइदिएर तपाईँलाई नै अहिले फेरि यो यहाँको जनताले मत दिन्छ? हिजो हामीले तपाईँको घरमा जग्गा त बाबुबाजेलाई हालिदियो होला। यो जिल्लामा जति पनि यही साइडको पुल होस्, यहाँका जति यो नगरपालिकाको होस्, त्यो बेला त अनेक जति काम भएका छन् जग मैले हाल्यो होला, जग हालियो। त्यही जगमा अरू नयाँ उम्मेदवारहरूले पनि जो निर्वाचित भए उहाँहरूले पनि काम गर्नुभएको छ, मैले मात्रै होइन। तर जग जसले बसाल्छ घरको गार्जियनलाई अब तिम्रो के काम के गर्छौ भनेर बाहिर निकाल्दै जाने हो भने भोलि युवालाई पनि उनका आउने सन्ततिले एउटा कुरा भनिन्छ नि, मान्यजी तपाईँ 35-40 वर्षदेखि राजनीतिमा हुनुहुन्छ, अहिलेसम्म आफ्नो उत्तराधिकारी एउटा चयन गर्न सक्नु भएन, कस्तो राजनीति गर्नुहुन्छ त? अब यस्तै उत्तराधिकारी त बनायो नि, जसले फ्रड गर्छ अनि कसै गर्ने? एउटालाई तयार गर्यो उसले पनि फेक काम गरिदिन्छ। अनि विश्वासै आफ्नो गार्जियनलाई जसले विश्वासै दिलाउन सक्दैन भने तपाईँ नै घरमा 2-3 भाइ हुनुहुन्छ भने जुन भाइले बढी विश्वास दिन्छ त्यही प्रति नै गार्जियनको माया हुन्छ, त्यसले जिम्मेवारी पाउँछ। त्यसका आउने दिनमा यस्ता फेक काम गर्ने कार्यकर्ताहरू या जो पार्टीका जिम्मेवार साथीहरू छन् त्यस्तालाई पन्छाएर सही व्यक्तित्व जसले यो जिल्लाको, यो क्षेत्रको र यो मुलुकलाई के दिन सक्छ भन्ने जब अभिभावकलाई विश्वास हुन्छ त्यो बेला बल्ल उत्तर। अहिले नेपाली काङ्ग्रेसबाट 2 जना उता विक्रम खनाल प्रदेशको महामन्त्री, यता नरेन्द्र गुप्ता, दुईटै नेपाली काङ्ग्रेस छोडेर दुईटै राष्ट्रमा प्रवेश गर्नुभयो। त्यसबाट तपाईँको धारणा के छ, के भन्न चाहनुहुन्छ? हिजो हाम्रै प्रोडक्ट हो, तर तपाईँ नै अहिले जुन पेसामा हुनुहुन्छ त्यसको प्रति इमान्दारै बस्नुहुन्छ भन्नेका लागि के छ? भोलि तपाईँले गलत क्रियाकलाप गर्यो भने सबै मिडियाका साथी के दोषी हुन्छ? हामीले बनाइदिने हो, प्रोडक्ट गरिदिने। त्यो प्रोडक्ट भएका सामान मार्केटमा कति खपत हुन्छ, राम्रो छ भने खपत हुन्छ, तर यदि कोही गलत छ भने त्यो गलतलाई पन्छ्याइदिनु। तपाईँहरूले ठाउँ नदिएर होला नि त फेरि उहाँहरू अवसरको लागि अन्त जानुभएको? ठाउँ होइन, त्यो अनुरूप एउटा यो कुनै वडाको चुनाव होइन, समग्रमा यो 2 नम्बर निर्वाचन क्षेत्रको 40वटा वडाको जिम्मेवारी सोच्नु छ। तपाईँले यो कस्तो यो भूभाग छ भने मधेस, थारू र पहाडी 3टा समुदाय छन्, 3टा खण्डमा छ। 3टैको भावनालाई तपाईँले सम्मिश्रण गरेर मिलाएर लगाउन सक्नुहुन्छ भने अनि बल्ल तपाईँ उत्तराधिकारी बन्नुहुन्छ। एउटा पार्टीलाई च्यापेर म यो भन्न मिल्दैन, 3टै